हेलो फेरि पनि गुड मर्निङ सबैजनालाई दर्शकबिनहरूलाई फेरि पनि आज घाँस काट्नु आएका छौँ। यहाँ मुनि छ के भन्दैछ यहाँबाट र यस्तै छ बस्तीमा बसी घाँस कटाइ ड्युटीबाट आउने बित्तिकै घाँस कटाइ भइहाल्छ। यस्तै हुन्छ जिन्दगी। तर के भन्न चाहन्छु भने नि मेरो बुढियाती एकदम घाँस काट्नु त अहिले एक्टिभ भइसकेको छ है। अन्त घाँस काट्नु मात्रै होइन सबै कुरामा अहिले एक्टिभ भएको छ। अन्त भन्नुपर्दाखेरि यसो साथ सपोर्ट पनि धेरै दिइराख्नु भएको छ। यस्तो प्रकारले घाँस काट्दै एक्टिभ भएको छ। दिन म गाई छ अरे भिडियोमा त बनाइ बस्छ भन्छ घाँस काट्दैनस् भन्छ घरि कमरा बनायो भन्छ यहाँ पनि काट्नु बसिरहेको छु घाँस काट्दैछु। हेर्नु साथीभाइहरू सिक्किमको केटी देख्दै गर्ने अल्छी भन्छ नि सिक्किमको केटीहरू अल्छी के गर्दैन भन्छ नि। तपाईँले सिक्किमको केटी छ भने यसरी उयसमा ल्याउनु पर्छ क्या लाइनमा ल्याउने काम चाहिँ बुढा हुन्छ। यो अहिले हेर्नु चाहिँ कति सपोर्ट गर्छ बुढा लाँदा यसरी घाँस काटेर पैसा रुपियाँ देखिँदैन है दुध बेचेर भने अहिलेको यतिको गर्ने हुन्छ है साथीभाइहरू। तर घाँस काट्दा फेरि खतरा हुन्छ नि। तिमी के भन्छौ गाईको दुध बेचेर के गर्नु विचार छ? घाँस काटेर गाईको दुध बेचेर अब यस्तो दुःख गर्छौ तिमीले। हेर घाँस काटेर बिहान बेलुका घाँसहरू काटेर दुध धोएर दुध बेच्छौ त्यो पैसाले त के गर्छ? त्यो पैसाले म भन्छु एक दिन होइन भन न के गर्छु भने के त गर्छ पहिला भन न भन्नु त भन न। किन भन्नु भनेन भनेर के पाउँ केही पाउने भए भन्दैनौ भनेपछि मलाई दिन्छ त्यो पैसा? मलाई दिन्छौ? मलाई दियो ल त्यो पैसा दुध बेचेको पैसा चाहिँ। आइसम्म कसलाई दिइरहेको छु त म त ए घाँस काट्ने मात्रै हो घाँस काट्ने भारी बोक्ने मात्रै हो पैसा चलाउनु म है। यस्तो छ है साथीभाइहरू पैसाको कलर कस्तो छ भनेर सबैहरूले पनि थाहा छ। घाँस कटाइ त डर हुन्छ नि बिहान बेलुका। अब झन् नाइट ड्युटी हो कि बिहान हँसिया बोकेर तल जङ्गलमा आइपुग्छ फोन गरेर। तिम्रो भन्नु के छ विचार? सानोबाट भनिदिइहाल न सानो भनिदेऊ न अब। मेरो भन्नु केही पनि छैन भन्दैन अघि भन्दै थियो अन्त केटीहरूले राम्रो पढ्नु अन्त काम गर्नु त्यस्तो घाँस काट्ने काम नगर्नु साह्रै दुःख पर्छ। बिमार भयो पनि भन्नु पाउँदैन ज्वरो आयो पनि भन्नु पाउँदैन। मान्छे भए त बुझ्छ होला गाई बस्तु त बुझ्दैन के गर्छ। अब आउने जेनेरेसन दिदी बहिनीहरूलाई के भन्छ? दिदी बहिनीहरूलाई बिहा नगर्नेहरूलाई बिहा नगर्नेहरूलाई राम्रो पढ होइन आप्पा आमाले भनेको टेर अन्त यस्तो काम गर्नु पर्दैन। काम भन्ने ठुलो सानो ठुलो हुँदैन कि अब जे नै गरेँ भने पनि अब मैले यसरी काम गरेँ भने अब हाम्रो नोकरी छैन होइन। अब हामीले योबाट पनि घरमा सपोर्ट हुन्छ। एकजनालाई मात्रै भार पर्दैन हो बुढाबुढीलाई मात्रै भार पर्दैन बुढालाई मात्रै भार पर्दैन बुढीले पनि गऱ्यो भने हो हल्का पर्छ। बुढालाई पनि अलिकति हो फाइनेन्सियली सपोर्ट पनि हुन्छ। अनि हरेस चाहिँ खानु भएन मेन चाहिँ हो। अब हामी जो पढेन नपढ्ने दिदीबहिनीहरूको लागि चाहिँ नि हामीले त पढेन हामी चाहिँ केही गर्नु पनि सक्दैन भनेर चाहिँ हरेस खानु भइँदैन हो। गाउँ ठाउँमा छ भने चाहिँ अहिले सबै कुरामा सपोर्ट हुन्छ हो। सबै कुरा गर्नु चाहिँ सक्नु पर्यो।
माथि हाल्नु भएन हो नथिङ इज इम्पोसिबल यहाँ संसारमा जे पनि गर्नु सक्छ हो गर्नेले त अलरेडी जबहरू गरिहाल्छ हो उनीहरूको लागि त आफ्नो खुट्टामा उहाँहरू त आफू स्ट्यान्ड भइहाल्छ अब हामी एग्रिकल्चर पढेर बिहा गर्नेहरूलाई पनि छैन हरेस छैन मलाई चाहिँ पस्तावा छैन तिम्रोबाट यही छ है मेरोबाट यही छ के चाहिँ ल दिदी बहिनीहरूको लागि सुनिदिइहाल्नु भयो होला उदाहरणहरू हाम्रो यता म्याडमकोबाट र तपाईँहरूलाई फेरि पनि यो भिडियो यतिमा राख्दै र तपाईँहरूलाई फेरि पनि बाई बाई र नेक्स्ट भिडियोमा फेरि पनि तपाईँहरूलाई यस्तै भिडियोहरू लिएर आउनेछु र तपाईँहरूले साथ सपोर्टहरू तपाईँले गरिबस्दिनुहोस् तपाईँले दिनुहोस् साथ सपोर्टहरू दिनुहोस् यति भन्दै सबैजनालाई बाई बाई